आज तपाईँ टुरिस्ट जस्तो हुनुहुन्छ ल Oreva, ases dilimbo. Let's see. Chitre Gumba. आज चाहिँ इयरली ट्रिपमा हामी कहाँ सरे भन्दै बङ्दी मेघमा यौ पछाडि आउँदैछ आधी ग्रुप अगाडि हामी आधी ग्रुप जाँदैछौँ यही मान्छेले गर्दा हामी आज एडभान्समा आएको यसपालि हो के मान नभए हामी दसैँको छेकमा आउँथ्यौँ तर आजको वेदर नट ब्याड मैले हेर्दा के त म हुन्छ नि आज Jokes on you, babe. Oh, wow. So I feel like, oh, we go with another wow. Oh, yeah, five. ए खै माछा ढाटिस ए हैन हौ मरेको उ कालो बडे भनेको यहाँ त घाम लाग्दा यस्तो बस्नु मजा आउँछ होला है के रहेछ यहाँ चाहिँ के छैन यो माछालाई के भन्छ भन्नु वाउ लु चुचु हिँड्नु अगाडि एक्सप्लोर गरौँ नि हिँड्नु नि ओए यो माथि चाहिँ के छ यो कालो चाहिँ हिँड्न के छ यहाँ ए के पनि छैन सर जो भ्यू पोइन्ट म त याङलाको क्यामेराम्यान हो कि है पछाडि यो हो नि खासमा त गाडी पाइन्छ त नि त भोके दामी देख्यो ब्लग टाइपमा रहेछ नि त है दा तिम्रो त अनि एउटा खिच्देऊ न मेरो पनि तिम्रो फोनबाट हिरो भइसकेछ द माने द भन्छ दामी देख्छु यो जग्गाबाट हो Yay! Ice cream time! Woo! यो चाहिँ तल्लो गुम्बा रहेछ अरे हौ मेघमाको मुनिको मजाको रहेछ ठाउँ अन्त यसको सट्टै घुमेर हेर्दाखेरि यहाँ चाहिँ डाँडा रहेछ त्यहाँबाट सिधै माने मन्जिङ बजार देख्दो रहेछ होइन मजाको रहेछ हाम्रो ग्रुप कुदेको कति बसिरहेको छ यहाँ स्ट्याचु वरिपरि सराउन्डिङ्स पनि दामी
पके एक वरिपरि हिँडिहाल्छु हाम्रो मदन तामाङज्यूको घर अरे चाहिँ उहाँले बनाउनु भएको गुम्बा अरे भन्छ यहाँ चाहिँ उहाँ बाजेले भन्थ्यो मजाको रहेछ नि हाम्रो ग्याङ आइपुग्यो है लु सन्दकपुरको बाटोमा डोरेमन आइपुग्यो है माथि घोडा डिस्टर्ब हुन्छ बिचरालाई अब पर्सनल स्पेस हुँदैन एनिमल्सको पनि मान्छे माथि छ त माथि छ त माथि छ अरे को बिचरा माथि छ अझै 4-5 वटा छ हाम्रो गाइड सबै थाहा छ यसलाई पहिला आएको अरे नि त यो मेरो भाइ के खिचेको छ यहाँ खिचेको घोडा खिच्छ बुढेलाई खिच्ने पनि घोडा हो त नानी नकुदा बाबु सो फाइनली हामी चाहिँ अब तङ्लु चाहिँ आइपुग्यौँ दामी रहेछ ठाउँ होइन अनि हाम्रो सबैजना पर आफ्नो काम गर्दैछ अन्त आज दिन दामी भयो क्या मेन चाहिँ कन्स्ट्रक्सन चल्दै रहेछ आज सो कपुरहरू होला नि केही होला अब मलाई कहाँ थाहा छ हौ नि मा म पनि त आज फर्स्ट टाइम आएको यहाँ अनि यहाँ अगाडि के हो यहाँ देखिन्छ अब फर्दर नो एन्ट्री बाटोहरू होला नि कस्तो दामी हो यहाँ दामी है त्यो ट्रेकिङको उयो होला हौ ट्रायल्स यो दामी रहेछ है फुल कि फुल हो यो चाहिँ मजाको यहाँ परपट्टि झन् आमा भुइँ भरिसक्यो फुल हावाको रहेछ हामी अनि बस्ने मान्छेहरू त्यसै हाइकिङ आउँदैन नि अब सन्दकपुर क्या ओभरअल रिभ्यू दिनुपर्दा चाहिँ दामी एकदमै दामी म चाहिँ अझै ट्रायल के पो अरे हाइकिङ उयो रिकमेन्ड गर्छु आउनेहरूलाई चाहिँ गाडीमा चाहिँ सुविधा हुन्छ होइन तर गाडीमा सुविधा हुनु सँगसँगै चाहिँ हिँडेर चाहिँ मजा आउने रहेछ अब हिँड्नु सक्छ भयो नि दामी एकदमै मजा आउने ठाउँ माथि यस्तो पाहाडहरू चाहिँ यस्तो प्लाट्यु जस्तो बनिएको अब ठाउँ होइन यहाँ चाहिँ बुढो भएछ यो ओभरअल मजा आउँछ मजा गर्न आएको रिल्याक्स गर्न आएको गर्नुपर्छ हाम्रो गेस्ट चिफ गेस्ट बसेको हेर न राजा जस्तो बसिरहेको छ खानापिना गर्दै आमाम दिन त फेरि बितिगयो नि
म तँलाई 100 रुपैयाँ क्यास टु क्यास दिइहाल्छु क्यास टु क्यास कालले भइरहेको अब चाहिँ लास्ट हामी फर्केको हाम्रो किसान भाइको रेकमेन्डेसनमा बसेको यहाँ बाँदरहरू हेर्नु यहाँ माथि बसी बसी है बसी बसी ल खिच अब चाहिँ घर फर्किनुपर्छ return to home. Woods झरेको त बाप ब्रिज बनाइदिइसकेको छ यो ब्रिज वाउ वुड छ वुड हामी घुम्ने वुड्स अब हामी चाहिँ फर्किँदैछौँ होइन फर्किँदाखेरि चाहिँ वुड्स निक्ल्यौँ भन्यो नि त हामीलाई भाइले अब झोलुङ्गे पुल बनाइदिएको रहेछ अनि आज क्लियर पनि छ क्या दिन हेभी मजा आयो हाम्रो बच्चाहरूले राउन्ड मार्दैछ यहाँ पुलमा चाहिँ पुल हो दामी बनाइसकेको छ कि यो सो मजा आयो आज